साथीहरू, म घरेलु कीटनाशक औषधि बनाएर छनलाई बिर्कोमा प्वाल बनाएँ साथीहरू। अब मैले पानी हाल्दैछु यो 1 लिटरको बिर्को बोतलमा होइन, पानीको बोतलमा आधी जति पानीको बोतलमा पानी हालेँ। अनि त्यसपछि भेनिगर छ नि, यो भेनिगर हालेँ मैले। त्यसपछि भरि जति भेनिगर हालिसकेपछि अनि 1 चम्चा जति मैले बेसार पनि हालेर हल्लाइदिएँ बेसरी। अनि त्यसपछि फुलहरूमा छर्न थालेछु। मेरो फुल बिजोकै तरिकाले किरा लागेछ, लाई लागेछ। हेर्नुहोस् न, फुल्न लागेको यो गोदावरीको फुलमा यस्तो भएको थियो। अनि त्यसपछि मैले यो भेनिगर र पानी मिसाएर बेसार मिसाएर सबै फुलहरूमा छरिदिएँ। एकदमै हुने रहेछ साथीहरू। यो त तरकारीहरूमा पनि हाम्रो घरेलु यो कीटनाशक औषधि राख्दाखेरि तुरुन्तै खान नै मिल्छ। यो औषधि छर्दाखेरि यसमा केमिकलहरू केही छैन। त्यसमा तरकारीहरूमा झनै हुन्छ, फुलहरूमा त हुन्छ नि होइन। हेर्नु न, फुल पनि यस्तो मजाले बिरेर फुलेर आयो कि त्यो औषधि 1 हप्ता अगाडि राखेको, अहिले त फुल मजाले फुलेछ। मलाई त